हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी यहाँ मूल ढोका राख्ने प्रक्रियामा छौँ। यही घरको साउनीले चाहिँ सरसफाइ पनि गर्दैछ। नानीको चाहिँ आज स्कुल छुट्यो, यही विशेष हाम्रो मूल ढोकाले गर्दाखेरि। अब यो चाहिँ विशेष गरेर हाम्रो हिन्दू परम्परागत अनुसार चाहिँ अब यो मूल ढोका चाहिँ विशेष रहन्छ। ल सिस्टरले चाहिँ आफ्नै धर्मअनुसार आफ्नै परम्पराको अनुसार मूल ढोकामा पूजा गर्दै हुनुहुन्छ। र यो घर चाहिँ फुल फिनिसिङ कस्तो हुन्छ, कस्तो डिजाइनमा घर बनिन्छ, कोठाको पार्टिसनहरू कसरी हुन्छ तपाईँहरूलाई यही च्यानलमा लाउनेछु। त्यसका लागि चाहिँ तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गरिदिनु होला, अनि मेरो च्यानलको बेल आइकन दबाइदिनु होला। अपलोड गर्ने बित्तिकै तपाईँहरूको मोबाइलमा नोटिफिकेसन आउनेछ। यो घर चाहिँ बुद्ध शान्ति 1 सङ्ग्रौला टोल नजिकै यमुना सिस्टरको बन्दै गरेको घर हो। हामीले लगभग पार्टिसन चाहिँ 50% कम्प्लिट गरिसकेका छौँ र अब केही दिनमै हाम्रो यो घर पनि छत ढलान हुनेछ। र तपाईँहरू पनि घर निर्माण गर्ने सोच्नुहुन्छ भने तपाईँहरूले ब्रदर कन्स्ट्रक्सनलाई सम्झन सक्नुहुनेछ। तपाईँहरूको सेवाको लागि ब्रदर कन्स्ट्रक्सन सधैँ अहिलेको युग अहिलेको जमाना अनुसार हामीले घर निर्माण गर्नुपर्दछ। हामीले भोलिको जोखिमलाई आज नै सुरक्षित बनाउनु पर्दछ। त्यसका लागि तपाईँहरूको लागि ब्रदर कन्स्ट्रक्सन सधैँ तपाईँहरूको मेरुदण्ड बनेर उभिनेछ। आमा छोरीले चाहिँ एकदम ध्यान दिएर पूजा गर्दै हुनुहुन्छ। हामीले केही न केही कुरामा आस्था राख्नु पर्दछ। धर्म भनेको पहिलो हो। धर्म भनेको एउटा कुमार्गबाट सुमार्गमा हिँड्ने एउटा बाटो पनि हो। र आज हाम्रो नाति वरिष्ठ हेल्पर भइसक्नु भएको छ। हाम्रो नाति चाहिँ अब हाम्रो जीवनदायी के गर्नुमा यस्तै छ, काम गर्नै पर्यो, हिँड्नै पर्यो, डुल्नै पर्यो। झापाको गर्मी त्यस्तै छ। यतिको गर्मीमा पनि यस्तो गर्मीमा पनि जे होस् हाम्रो स्टाफहरू खटिएर काम गर्नुभएको छ। के गर्नु, हाम्रो नेपालमा बेरोजगारीको देशमा अब काम गरी खानै पर्यो। बिहान बेलुका घाँसपासको व्यवस्था गर्नै पर्यो। यहाँ घर चाहिँ कस्तो भने रोडभन्दा 3 फुट उठाइएको कारणले गर्दाखेरि यो मूल ढोकामा चाहिँ हामीले तिल जौ दुबो भेटी टाँच्नुपर्ने हुँदाखेरि चाहिँ अब माथि चाहिँ भेट्न नसकेपछि हामीले चाहिँ भर्याङको व्यवस्था गरेर हामीले भेटी टाँच्ने व्यवस्था गरिदिएको छौँ। नानी चाहिँ माथि चढेर भेटी लाउनु नपाएर मक्क परेर रिसाएर बस्नु भएको छ। अब के गर्ने, अब केटाकेटीलाई माथि चढाउन पनि मिलेन। जे होस्, हाम्रो घर साउनी भनौँ सिस्टर एकदमै मेहनती हुनुहुन्छ। भेटी नभेटी सकी नसकी उहाँले चाहिँ भेटी टाँच्दै हुनुहुन्छ। ल तपाईँहरूले मेरो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ, कुन देशबाट हेर्दै हुनुहुन्छ, आफ्नो ठाउँको नाम आफ्नो देशको नाम चाहिँ तपाईँहरूले कमेन्ट गरिदिनु होला। दुबईबाट हो भने दुबई, मलेसियाबाट हो भने मलेसिया, कतारबाट हो भने कतार। अनि तपाईँहरूले कमेन्टमा लेखिदिनु होला। अनि सिस्टरले चाहिँ अहिले मूल ढोकाको लगभग पूजा गरिसक्नुभयो। ल आमाले चाहिँ छोरीलाई जे होस्, छोरी घरको लक्ष्मी हुन्, छोरीलाई चाहिँ टिका लगाइदिने हुनुहुन्छ। आमाले छोरीलाई टिका ल दक्षिणा पनि दिइसक्नुभयो। र अब ढोकभेट कार्यक्रम पनि भइरहेछ। आमाले चाहिँ छोरीको घुँडा ढोक्नुभयो। यो पनि एकदम अनौठो धर्म। एकदम धर्मले चाहिँ यस्तो बाँधिएको हुँदो रहेछ मानिसलाई। धर्म भनेको चाहिँ साँच्चै नै हामीले गर्नै पर्ने रहेछ। ल मलाई पनि अब टिका लगाइदिने हुनुहुन्छ, दक्षिणा दिँदै हुनुहुन्छ। अब मेरो चाहिँ अब अलिकति डिजाइन पनि, कपालको डिजाइन पनि एक्स्ट्रा छ। र अब निधारले पैसा साटेको दिन चाहिँ किन अब निधार नदेखाउने, यत्रो ठुलो ढेब्रे निधारमा यो पैसा साटेपछि चाहिँ अब हामीले ल नानीले चाहिँ मलाई टिका लगाइदिएर दक्षिणा दिँदै हुनुहुन्छ। अब निधारले चाहिँ अब
दक्षिणा अथवा त्यो साटेपछि चाहिँ अब हेर्नुहोस् तपाईँहरूले दक्षिणा पाइसकिएको छ। अब यसले चाहिँ हाम्रो स्टाफहरूलाई मैले यसो मासु यसो भुटभाट पारेर खुवाउने गर्छु। यही त हो सबैभन्दा ठुलो कुरो। अब स्टाफ खुसी भयो भने नि आफू खुसी हुने हो। स्टाफले सङ्घर्ष गरिदियो भने त आफू पनि अलिकति सफल हुने हो। हाम्रो सिस्टर अन्जना सिस्टरलाई पनि टिका लगाइदिनु भयो। उहाँ चाहिँ हाम्रो कम्पनी फोरम्यान हुनुहुन्छ। हाम्रो अहिले हाम्रो जीवन दाई पनि हाम्रो हेल्पर, एकदम वरिष्ठ हेल्पर हुनुहुन्छ। उहाँ पाएको भए पनि एकदम मेहनती हुनुहुन्छ। नानी चाहिँ एकदम खुसी छ। नानीले चाहिँ एकदम दक्षिणा देखेकै छ र यति गरेपछि सबैजना खुसी। हाम्रो भाइ उहाँकै जीवन सरकै छोरो हुनुहुन्छ। उहाँ चाहिँ आजदेखि चाहिँ आउनु भएको छ नयाँ स्टाफ ब्रदर कन्स्ट्रक्सनमा। ल भाइलाई पनि बधाई, सफल पार्नु होला ब्रदर कन्स्ट्रक्सनलाई। आफूमा आफै निर्भर हुनु होला। यसरी हाम्रो दुई भाइ चाहिँ अलिक माथितिर हुनुहुन्छ, छठमाथि। ओहो हाम्रो नाति अहिलेको हाम्रो वरिष्ठ हेल्पर है। हाम्रो नाति चाहिँ अहिलेको टप यङ, एकदम सोचे भन्दा एकदम दह्रो। उहाँले चाहिँ एकैचोटि 26वटा इँटा चाहिँ काँधमा लाएर 3 तल्ला माथि लान सक्ने उसँग बल छ, विवेक पनि उत्तिकै छ। हामीलाई यस्ता युवाहरू पनि हामीलाई खाँचो हुन्छ। कन्स्ट्रक्सनमा चाहिँ हामीले मूल ढोका पनि अहिले खडा गरिसक्यौँ। हिन्दू धर्म परम्परागत अनुसार पाठ पूजा पनि भइसकेको छ। अब चाहिँ हामी यसलाई चाहिँ आज केही समयमै पार्टिसन गर्छौँ र पार्टिसन भइसक्छ र अबको दिनमै हाम्रो सर्टिङ सुरु हुनेछ। र सिस्टरलाई चाहिँ फेरि चित्त बुझेर फेरि पनि रिबन झुन्डाउँदै हुनुहुन्छ। जे होस्, धर्मप्रति एकदम विश्वास गर्नुहुन्छ, आस्था राख्नुहुन्छ। मलाई यही खुसी लाग्छ। र तपाईँहरूले मेरो भिडियोलाई स्किप नगरी हेरिदिनु भएकोमा धेरै धन्यवाद दिँदै फेरि पनि तपाईँहरू माझमा यस्तै नयाँ भिडियो लिएर आउने बाचाका साथ म तपाईँहरूको माझ बिदा हुन्छु। हस्त, धन्यवाद। जय नेपाल।